पुर्खौली हाउस हाम्रो उपो बाजे सुतिरहेछन् यो हाम्रो ममहरुको हाउस यहाँनिर मम ड्याड रूम्स यो चाहिँ हाम्रो पुर्खौली घर मूल घर उपको घर उम्मको घर मेरो बाउको घर मेरो आमाको घर मेरो बुवाको घर यो आउने बाटो मन परेन भने जाने बाटो धारा आवर किचन हाउस यसरी टेक्ने यसरी हाम्रो के हो दादा के रे के हो यहाँनिर हाम्रो के हो थाहा छैन तर पनि एकदम मेन कुरा मैले अघि नै भाडा राखिदिइसकेको छु यो माथि मलाई राति तर्साउन आउनु होला हैन तर पनि हो भने चाहिँ हाम्रो कुक दाजु ठिक छ दादा तपाईँलाई म अझै के देखाउँछु थाहा नेक्स्ट म यहाँनिर टाउको देखाउनु गइरहेको छु यहाँनिर चाहिँ हाम्रो के को सिङ दादा राँगाको सिङ कति वर्ष भयो दाइ या त ऊ भइसकेको रहेछ त नि पुरानो राम 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 हाम्रो उपो पनि खस्नु भएको थिएन क्या उपले राख्नु भएको होला उपले राख्नु भएको यो हाम्रो उमो यहाँनिर हेर्न सक्नुहुन्छ यो नङ्ग्राहरू कस्तो डर लाग्दो नङ्ग्राहरू ओहो कान भुर्चाउनको लागि यहाँ सम्पर्क गर्नु होला तपाईहरुलाई यस्तोले कान भुर्चाउँछ त यस्तोले जिउ कनायो भने यहाँ कनाउनको लागि यहाँ सम्पर्क गर्नु होला यसले मजाले कनाइदिन्छ तपाईहरुको भित्रको मासु बाहिरको छाला भित्रको मासु पछि बोसो हुन्छ हैन त्यो बोसो सबै यसले के गर्न सक्छ निकाल्दिन सक्छ ल बोसो निकालेर तेलको रूपमा प्रयोग पनि गर्न सक्छ हरि ठुलबाको घर हामीले मौरीको चाका पनि खायौ तपाईँले भन्नुभएको हामी भ्लगर हो भ्लगर भन्नु पनि कसरी भन्नु हामी गइरहेका छौँ हामी हरि ठुलबालाई भेट्नका लागि म त हेरेर छक्क परे के सानो फुच्ची हुँदा के निस्माहरु जस्तो हुँदा हाम्रो दाजुभाइहरू यो बारी सबै हाम्रो मेरो नाममा छ बारी दाइ यो बारी मेरो नाममा छ हैन यो सबै मेरो आजको लागि म गएपछि बिर्सिन्छु होला सायद गाउँलाई हैन अयो गाउँलाई हैन बारीलाई बिर्सिन्छु होला तर आजको नाममा चाहिँ मेरो यहाँ रहन्छ 5-6 दिन मेरो 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 कसले के गर्न सक्छ आयो यहाँ अलिक गाह्रो छ हौ यसरी टेक्नुपर्छ यसरी अनि म चिप्लेर लडेर कालनामा पुग्छु होला म यहाँ बिहान नआएको के कारणले गर्दा यो उम्रेको देखेर मलाई डरले नआएको ढुङ्गाले कुन चाहिँ हान्छ भनेर त्यही त नि थाहा भएको त म त यहाँ घुमिसकेको नि दादा हामी जाँदैछौँ दौडी धुप गरी यस्तै बाटो भइदियो त म त सधैँ हिँड्थेँ हौ हजुर ऊ त्यहाँबाट फर्केको नि दादा चाहिँ चढ्ने ठाउँबाट यस्तो हेरे गाउँ के अरे उयो दाल उम्रेको देखेँ क्या हाम्रो कान्छा उपको घर त्यहाँ हो कान्छा उपको त्यहाँ त्यहाँ हो उपको भनेको मैना उमा भनेको घर ए नजिकै रहेछ त नि यहाँबाट त अनि खबिराज दाइको घर जानलाई त्यो उमाको घर हुँदै त्यो तलको घर चाहिँ अर्कै अङ्कलहरूको त्यो चाहिँ हामी चाहिँ कसलाई जानु पर्यो त्यसपछि अनि त्यहाँ तल झर्नु टाढी झर्नु हामी चाहिँ त्यो मलाई डर लागिरहेको छ अरू डराउनु पर्दैन झऱ्यो भने के हुन्छ खै टाउको पनि देखेको छैन मलाई त यस्तो त्यो पछाडि भिडियो बनाउन आउँदैन कि दादा आछ टाउको यहाँ छ तर झऱ्यो भने सिधै कोसीमा चाहिँ त्यो चाहिँ कहाँ हो हामी उकालो चढ्दैछौँ म छिरछिर चढेर मेरो भाइलाई देखाइहाल्छु ल चढ्यो ल दाइ बोल्ने मान्छे त चाहिन्छ हो क्या भन्दा अनि मात्रै रमाइलो हुन्छ कसरी भनिदिनु त म जान्न चाहन्छु तिमीलाई त्यो बोल्ने शैली हाउभाउ सुहाउने ए कमेडी खालके म त खतरा मान्छे हो नि झन् मभन्दा डेन्जर त युनिसा छ युनिसा र म भयो भने कोही चाहिँदैन
साँच्चै युनिसामा भयो भने कोही चाहिँदैन यो सब युनिसाको लागि पनि गरेको मैले दिदी त्यहाँको सबै भिडियोहरू पठाउनु भनेर चाहिँ के उसले अलिअलि भए पनि देख्नु भयो मलाई मलाई के भन्छ नि यसलाई के भन्छ कुन दममा भइसक्यो दममा म यताको बाटो कता यता छ कि छैन बाटो हजुर राम्रो डर लाग्यो यताको बाटो त दाजु दाजु म तप्पर खोले जाँदा हुन्छ मोबाइल झारे पनि छैन हौ इस्मारी इस्मारी मलाई डर लाग्यो माइ लर्ड डर लाग्यो दादा साँच्चीकै के जो गरेको अरे मैले जाऊ गाडी म ल जा जा छिटो यो मान्छेले मार्ने हो तपाईँ कुरा नगर्नु न मलाई त्यस्तो ऊ यहाँ मसँग कुरा गरेर हुन्छ तपाईँ म पनि यहाँ टेक्दैछु यहाँ यसरी 3 पाउ है एक दादा अर्को बाटो छ छैन अर्को बाटो छ छैन यो बाटो त म मर्छु त गेममा के हप्पा हप्पा यो के हप्पा दाजु कसरी हो हे भगवान बचा लो मुझे दादा म माथि माथि आउँछु ल अहिले म अलि त्यहाँ तल तल डर लाग्यो देखेर ओहो यस्तो पारा हुँदैन त्यो भिडियो चाहिँ मलाई दाइ दा अर्को बाटो छैन कता हे भगवान मुझे बचा लो भैया अरे मलाई त डर लाग्यो दादा है यो खुट्टा मेरो अलिकति मलाई धोका लाग्छ कि मेरो चप्पलले मलाई धोका दिन्छ जस्तो लाग्छ त्यही भएर श्राद्ध गयो भने त ओहो कसैले नदेखाउने दाइ त्यो भिडियो चाहिँ अब चाहिँ एउटा बाँच्छु म अब म बाँचेँ अब भरे आउनु सक्दिनँ यहाँबाट झऱ्यो भने म मर्दिनँ त नि पर हाम्रो दादाको घर छ यहाँ जानुपर्ने भोलि दादा कुन हो कहाँ छ उपको घर कता यो हो यहाँबाट बोलाउँदा हुन्छ हामी आयौँ हो यहीँबाट हेरेँ नमस्कार भनेर जाँदा हुन्छ आया म बसेँ है किनकि मलाई डर लाग्यो यो कहाँ छ उपको घर सुन तिम्रो बुवा हाम्रो बुवा हुर्के जस्तै तिम्रो हाम्रो बाजे माइला बाजे गाइला बाजे कान्छा बाजे सँगै जन्मेर हुर्केको यो हाम्रो उपहरू हुर्केको घर चाहिँ उपहरूको मूल घर चाहिँ मूल घरको पनि मूल घर हाम्रो मूल घर यहाँ भयो बाउहरूको मूल घर यता हो अनि दादा ऊ त्यो चाहिँ कसो घर कुन फुपू घर यो महिनाउमा भन्दै यो डोरी भन्छ यसको नाम्लो डोरीहरू पहिला बनाउँथे रे बजेहरू दादा त्यसको तपाईले खोइ केसको पाए जस्तो धागो निस्कन्छ यसको साँप हिँड्ने बाटो त अघि साँप हिँड्दै कत्रो तपाईँ किन लडेको भन्नु त म यहाँ झुन्डिँदैछु कुद अब फेरि के ल्याउँदै हुनु छ है दादा ए राम्रै रहेछ बाटो हाम्रो खन्यु नखानु ए खन्यु के अरे नाम ऐसर्लो कता पाउँछ हजुर जाने हो साँच्चीको हिँड्दै तपाईँ त के गरी हिँड्दै हुनुहुन्छ म बसेँ म त चिप्लेर आउँछु क्या हो दाइ हजुर म यहाँ ठेस लाउँदैछु ठेस लानु यहाँ
आहा फुटाइमा आएर जानुपर्छ उहाँबाट चिउरी पाक्ने बेला पनि भएको छैन देखाउनु हेरौँ यस्तो हो तर यो चाहिँ कलिलो कलिलोमा गाईको चिउरी हो के हो यो चिउरी हो यो उ पाकेको हैन कलिलो दा यो बाख्ना कति वर्ष सुँग्नु पायो नि नारायण शिव आमा आहा सुङ त सुङ कति मिठो बास्ना यो पहिला या दाइ अझै खोजिदिनु त सुँग्नुलाई कहाँ बाख्ने मात्रै सुन्ने बाख्ना सुन्ने बास्ना यो खाने बेला चाहिँ भएको हैन आहा यसको बाख्ना किन हो कि फिदा यो त कति वर्ष पहिला पुरानो घर हुँदा 1 महिना पछि तर ल्याइदिनु न दाइ तपाईँ अब हामी त आउनु सक्दैनौँ हेर्नु खानुलाई खानुको कसले बोलाउनु दाइ अरू बाटो छैन बाटो यही हो अब यही हो तपाईँले हामीलाई त्यो बाटो ल्याउन सक्नुहुन्थ्यो नि त नि त्यो पारी ओराल झर्न झन् अप्ठ्यारो छ अनि जेसुकै हो भने त्यहाँ ल्याउनु भन्थ्यो नि अब यहाँनिर कसरी झर्न अब लड्यो भने पनि जीवन सत्य र बाटो सामने तागत छ खै दाजु हामी त गाह्रै पऱ्यो हौ पानी पर्न थालेको दाइ हो सिमसिम परेको म घुम्दैछु ऐसे छिटो दाइ हिजो हुँदा त आज गाह्रो पऱ्यो मलाई त यस्तै बाटो हो त्यो पनि अनि त्यहाँ थोतर फिट लुगाएर जानुपर्ने रहेछ त अब घिसुर गर्दाखेरि त गाह्रै पर्छ त धेरै धेरै यहाँ त राम्रो घर बनाउनु भएको छ त नि सत्य र बाटो पानी झर्न थाल्छ एउटा एउटा हामी त दाइ हिउँदोमा आएको हिउँदो होइन बर्खामा आएको त सक्थिनँ रहेछ आज दाजु दादा आऊ अगाडिको चिब्रा त्यहाँ गएको भाइ दाइले कुन बाटो ल्याउनु भयो प्राप्त गर्छ आयो यहाँनिर राजु र यो यहाँको भाइ त सँगसँगै होला राजु 61 साल हैन 60 साल ए 62 साल उठाला आयो काका भाइ बहिनी चाहिँ नमस्कार ठुला अनि उहाँ चाहिँ ठुली आमा ठुलो आमा चाहिँ पाइदैन भनेर ठुलो ठुली मामी नमस्कार काम हुँदैछ हजुर ल ठीक छ बल्ल बल्ल आइपुग्यो माथिबाट आयो गएदेखि नआएको फेरि तिमी आयो मेरो सपनीमा सधैँभरि मेरो निधरीमा जति त्यो कार्यक्रम भयो त्यति स्टेप आइला हुन्छ भाइ बहिनी नखानु पिठो परेको लागि हो आमा रोइला हुनु बाउ रोइला अलिक चाख्नु पर्यो म तान्दिन गइसक्यो ए डाँडामा नदिनु बहिनीलाई उहाँ मास्टर देखिन्छ बहिनी उ त्यहाँ भइसक्यो उहाँहरू चाहिँ कुन बाटो जानु यहाँ हेर्नु त त्यसरी खाएको छ त मान्छेले कोटाको थुप्रै खाएको छ अर्को पनि छ फल त टन्नै दादा यो त टन्न हुन्छ इन्द्रेणी रंग भर दियो माया ने माया छर दियो मलाई खुशी नै खुशी दियो तिमी जे हौ तिमी जो हौ मेरो माया नै हौ कानमा झमझम झुम्का मार्यो नि मायाले ठुम्का